Hello guys, धेरै पछि फेरि स्वागत छ मेरो रेगुलर भिडियोमा। आई थिंक आफ्टर मोर देन इयर्स म फेरि आएको छु। टाइम हुँदैन है, भिडियोहरू बनाउन टाइम हुँदैन। त्यही त हो, विदेशमा काममा जानु पर्यो, आउनु पर्यो, थकान हुन्छ 12-13 घण्टा काम गरिसकेपछि। र आज भने यो नयाँ भिडियोमा त्यस्तो खासै केही पनि छैन। एज युजुअल डे अफ, र मेरो वाइफ अहिले आफ्नो घरमै छ है, अपार्टमेन्टमै छ। म चाहिँ बाहिर जान लागेको। मैले चाहिँ आज चाहिँ मेरो छोराको नदिनको चाहिँ सकर, आउटडोर सकरमा चाहिँ रजिस्टर गर्न जान लागेको छु। इन्डोर मैले गरिनँ लास्ट टाइम, बिकज मसँग लाइसेन्स थिएन त्यतिखेर। एन्ड एट द सेम टाइम काम थियो, धेरै काम गर्नु पर्थ्यो भन्नाले म अब दुईवटा जब गर्थेँ, अनि त्यही भएर पनि मैले भ्याइनँ अब त्यतिखेर उस गर्नको लागि। ल यसपालि मैले भर्खर एपोइन्टमेन्ट लिएको छु। आइएम गोइङ देयर टु रेजिस्टर एन्ड एभ्रिथिङ। सबै बुझ्नु पर्यो अनि के गर्नु पर्यो होइन, सबै हेरेर अनि पर्फेक्ट अब कुन टाइमिङमा, अब कुन एज ग्रुपमा खेल्ने उस गर। त्यस्तो खासै केही छैन, जस्तो रेगुलर ब्लग। इन्जोय गाइस। र म चाहिँ वेट गरिरहेको छु। अब म निस्किन्छु, मेरो गाडी तात्दैछ है। तातेपछि चाहिँ म जान्छु, गएर आउँछु, अनि फेरि बाबुलाई पनि लिन जानुपर्ने छ स्कुल। स्कुल धेरै टाढा त छैन, जस्ट 2 मिनट्स वक हो, लाइक 5 मिनट्स जति लाग्छ, 5 मिनट जति लाग्छ है। सायद कल्पना चाहिँ जान्छन् होला लिनलाई, किनकि म आउन अलिकति ढिलो हुन्छ होला। सो आजबाट चाहिँ अलिकति हप्तामा एकचोटि भए पनि होइन, के अरे भिडियो अपलोडहरू गरौँ कि भनेर अनि भनेको। मेरो वाइफले चाहिँ धेरै इन्सपायर गर्छ मलाई चाहिँ, इभन दो हामीसँग धेरै टाइम हुँदैन तर पनि। सो लेट्स सी हाउ इट गोज। नेपालमा भएको मेरो सम्पूर्ण मेरो फ्यामिलीलाई धेरै धेरै माया अनि नमस्कार। मलाई एकदम भ्लग हेर्न मन लाग्ने, मेरो बुढोलाई भ्लग बनाउनु नबनाउनु भन्दा नि नबनाउने है। अनि म आफै आज सुरुवात गरेको, खै कस्तो भन्छ थाहा छैन। ठ्याक्क चियाको सुरुवातसँगै गाडी चाहिँ तात्यो, अब चाहिँ जान मिल्छ है। बाहिरको अवस्था यस्तो छ है, पुरै अब स्नो छ। बाबुको स्कुल चाहिँ उतापट्टि छ क्या, यतापट्टि यो भागमा यतापट्टि स्कुल छ बाबुको। त्यही हो। म यहाँ आइसकेको छु है, तपाईँले देख्न सक्नुहुन्छ। बाहिरको टेम्परेचर छ -10, टाइम रहेको छ 2:47 PM। सो लेट्स गो। आज चाहिँ पार्किङै रहेन रहेछ, खाली। आई थिङ्क बिजी छ होला। यहाँनिर चाहिँ यो स्पोर्ट्स सेन्टर हो है। यहाँनिर भित्र चाहिँ अफिस छ है। त्यहाँ अफिसमा गएर एकजनालाई भेट्नु पर्ने छ, अनि सबै फाइनल गरेर आज नै रजिस्टर गरेर आउनु पर्ला। रजिस्टर गरेर आएँ 9 दिनको। आई थिङ्क छिटै नै क्लास स्टार्ट हुन्छ है। जाडो छ, जाडो हजुर। त बाबु लिन स्कुल पो आइसक्यो। म यसो टाइम पास हिँड्दै हिँड्दै बाबु लिन आएँ। यति चिसो छ, यति चिसो। अस्ति 2-3 दिन अगाडि स्नो परेर गाह्रो भयो, अहिले त ठिकै छ। तर यस्तो हावा लाग्यो भने एकदम चिसो हुने। स्नो परेर त खासै त्यस्तो त हुन्न, थोरै हावा लाग्यो भने एकदम चिसो हुने के। जाडो होइन सानो तिमीले हिरो भएर टोपी पनि लाउने होइन। हजुर मैले जबरजस्ती त्यो टोपी गराइदिएर आएको। अब सबै कुरा गरेँ मैले। अब बास्केटबलमा पनि अलिकति इन्ट्रेस्ट राख्छ नि त नदिनले, अनि त्यो बास्केटबलको पनि कुरा चाहिँ गरेको, तर अलिकति टाइमिङले गर्दाखेरि चाहिँ नमिल्ने भयो। अनि नदिनको त्यो फुटबलको लागि चाहिँ रजिस्टर गरेर तपाईँको त्यो आउटडोर पनि जानुपर्दो रहेछ भन्नाले। अहिलेलाई इन्डोर हुन्छ, पछि चाहिँ आउटडोर हुन्छ, किनकि पुरै के अरे स्नो छ नि त बाहिर। त्यही भएर चाहिँ बाहिर हुँदैन। अहिलेलाई चाहिँ इन्डोर हुन्छ, लाइक के अरे इन्डोर हुन्छ, त्यसपछि चाहिँ आउटडोर हुन्छ। र त्यसमा चाहिँ फेरि के छ भने अर्को कुरा,
अनि टुर्नामेन्टहरू पनि हुँदो रहेछ क्या अब यो सिटीदेखि बाहिर टुर्नामेन्टहरू हुँदो रहेछ त्यसको लागि जानुपर्ने अनि त्यसको लागि पनि साइन अप गर्नुपर्ने मैले लास्ट टाइम गरेको थिएन किनकि मसँग लाइसेन्स थिएन होइन यसपालि चाहिँ गरेको छु लाइक अरू सिटीहरूमा भयो भने चाहिँ मैले के अरे जानुपर्छ के अरे मैले बाबुलाई लिएर जानुपर्छ फेरि त्यो अर्को सिटी होटलहरू आफै बुकिङ गर्नु पर्यो अनि आफै लिएर जानु आफै ट्राभल गराएर लिएर जानु पर्यो बच्चालाई होइन अनि त्यहाँ खाना खर्चदेखि लिएर खर्च हुन्छ अनि बाबुले मेहनत गर्यो भने राम्रो खेल्छ के अरे राम्रो खेल्छ भन्छ होइन बाबुले मेहनत गर्यो भने अब त्यो राम्रै होला फेरि गेम भनेको कस्तो हो भने ठुलो खेलाडी बन्छु भनेर पनि होइन कि मैले चाहिँ फिजिकल फिटनेस हुन्छ अलिकति एक्टिभ हुन्छ मान्छे भनेर मात्र हो है त्यही हो लेट्स सी के हुन्छ स्कुलमा के पढेको आयो तिमीले स्कुलमा के पढेको भन न भनिदेऊ न किन अरे यस्तो भन के पढ्यो आज स्कुलमा मलाई इङ्ग्लिसमा भनेर सुनाऊ त भिडियो बनाएको यता हेरिदेऊ न एकचोटि सानो यता हेर न के हेरेको तिमी टिभीमा यङ सेल्डन हेर न यो कति राम्रो छ अब फुटबल खेल्न जाने कि नै तिमी जान्छु फुटबल अब तिमी के अरे मन्डे अनि वेडनेसडे हुन्छ है फुटबल तिम्रो भित्र इन्डोर हुन्छ अनि त्यसपछि आउटडोर हुन्छ है सानो हुन्छ कि हुन्न भन त के बनाएको त तिमीले अब छोरा भोकायो त स्कुलबाट आएपछि बर्गर खाने के समोसा बनाउने अनि बर्गर खाने के गर्ने नखाने अहिले खाम्ला भनेको हुन त बनाऊ तिमीले बनाउनु कस्तो बनाउँछौ कस्तो बनाउने हो र हजुरको जस्तो मिठो बनाउनु ट्राई गर्ने ट्राई समोसा खाने ठ्याक्कै नेपालमा खाए जस्तै छ नि कहाँ भन्नु न के अरे गरे त त्यहाँ हुन्थ्यो एउटा लाले दाइको बनाउँदा त्यस्तै कि स्कुल पढ्दाखेरि के मेरो मान्छेले आज बर्गर समोसा रेडी पार्दैन यो मेरो हो के तिमीलाई कसले दिन्छ बर्गर बनाउने मान्छे फेरि यो मोटो राम्रो हेलो आफ्नो लागि त दामी दामी गराउनु भएको छ हौ आमामामा एक बाइट हानिहाल्नु न नराख्नु न ओहो बर्गर मेन यो कल्पनालाई यो मलाई बाबुलाई विदाउट सस Look at this. खानु हो दे मिठो छ बर्गर हेर्नु अब यस्तो एक बाइट हालिदिन्छ
के अरेको नदिन बाबु के अरेको केसरी मुभी हेर्दै खाएछन् फेरि पुन्टेले दुईचोटि हेर्छन् एउटै मुभी यो सानो मान्छेले होइन नदिन अरे हामी चाहिँ इन्डियन रेस्टुरेन्ट जान लागेको त्यहाँ चाहिँ हरेक प्रकारको स्पाइसेसहरू पाउँछ होइन त्यही भएर हामीलाई चाहिँ धेरै खानाहरूमा स्पाइसेस हाल्नु मनपर्छ त्यही कारणले चाहिँ खाना स्पाइसेस भन्दा पनि मटर लिन जान लागेको हामी मटर नेपालमा जस्तै पाउँछ नि त इन्डियन स्टोरमा नेपालमा हामीले नेपाली खानाले सेम मिल्छ नि त त्यही भएर अनि हामीलाई चाहिँ पानी पनि रिफिल गर्नु छ क्या त्यही भएर पनि हो है ओके लेट्स गो चटपटे खानालाई यहाँ तयारी गर्दै हामी बुझा कोदो नि अरे कोदोको पिठो आजको लागि हाम्रो यो भ्लग चाहिँ यही समाप्त गर्न चाहन्छु र हाम्रो भर्खर सपिङ गरेर हामी भर्खर आएका छौँ मेरो प्रिय श्रीमती हुनुहुन्छ उहाँ है आजलाई बिदा हुँदै फेरि अर्को भिडियोमा भेटौँला हामी इन्जोय चेयर्स जय नेपाल छोरालाई स्कुलदेखि लिएर आएको तर यहाँ हेरेकै छैन यता हेर्ने बेरमा यहाँ छिटो यति लजाबी यो डल्लेर मम्मीभन्दा ठुलो है